यो तार आउँदै त राङ्गामा आएको छ। हाम्रो चाहिँ बााउन्ड्री यहाँदेखि पर्छ उता। अब यो तारको मुनि नै पऱ्यो नि जमिनको। हेर्नु यत्रो तार छ। यसको ब्रेड छ 35 फिट करिडोर भन्छ। यसले 35 करिडोर डल्लै कभर गरेको छ होइन। लामो यहाँदेखि हेऱ्यो भने उमाथि चाहिँ लगभग 100 फिट बेसी छुन्छ होला होइन लाइन। तर के गर्नु, यो 100 फिट नामको मात्रै हाम्रो बाहिर चाहिँ जमिन तारको मुनि छ। यो जमिन जिरो भ्याल्यु। अब हेर्नु सानो तार भए पनि त लो के कामसाम गर्नुहुन्थ्यो नि। यत्रो ठुलो तार छ। करेन्ट 400 kV को बोल्ट चल्छ यहाँनिर होइन। 400 kV को। यसको मुनि न घर बनाउनु पाउँछ न केही गर्नु पाउँदैन। रुखहरू भएको नि आएर यिनीहरूको यो टिपिटिएलको आएर काटिदिइहाल्छ होइन तार छुनु आँट्दाखेरि। अब सानो तारहरू भए पो लो भन्नु यत्रो ठुलो तार छ। यो जमिनको हाम्रो लागि चाहिँ अब ल्यान्ड ओनरलाई चाहिँ जिरो भ्याल्यु भयो यो जमिन चाहिँ पुरै। अब कसलाई बेच्दा कसले किन्ने होइन, न आफूले यहाँ केही गर्नु पाउने होइन, केही गर्नु पाउने होइन। तर सालो ट्याक्स चाहिँ अब कम्ती नै भए पनि यसको खजाना तिरिरहेछौँ हामी आफै। अब यो चाहिँ कसले हेरिदिने। हामीले कति ट्राई गऱ्यो होइन यो लाइनको कम्पनसेट गर्नु माग्नु लागि। म्याजिस्ट्रेट पनि पुगेँ। अब म्याजिस्ट्रेटले पनि के भन्छ भने यो जमिनको अब एक्टमै छ, पावरको एक्टमै भन्छ। अब एक्टमा त छ नि त्यो पहिलाको एक्ट सेन्सरी बनाएको यत्रो ठुलो हेर्नु ल। अब एक्टमा भन्दा यति जमिन त वेस्ट गयो नि। अब गभर्मेन्टले यो कुछ त गर्नुपर्ने हो खास नि। यत्रो जिरो भ्याल्यु हो यो। अब हेर्नु जमिन यत्रो कभर गर्दा पनि आउँदैन। यो मुनिको ल्यान्ड डल्लै वेस्ट हो। अब यो नाम मात्रै हाम्रो अहिले कम्पनीले लान्छ। कम्पनीले पहिला फर्स्टमा कम्पनसेट नगरेको होइन, कम्पनसेट गरेको बस स्ट्यान्डिङ प्रपर्टीको जुन चाहिँ मुनिको तारको मुनि आएको जमिन छ नि त। जमिन आएको मुनि यो रुखहरूको पातहरूको के केसको त्यसको चाहिँ फर्स्ट टाइम चाहिँ कम्पनसेट गर्यो। सेकेन्ड टाइमदेखि चाहिँ कम्पनसेट छैन। त्यहाँदेखि हामीले चाहिँ अब मेरो चाहिँ कति भयो माग थुप्रो सालदेखि नै मैले कागज पनि चलाएँ, पैसे मेस्टेलाई पनि पर्खेँ होइन के डिसिसन आउँछ भनेर। अहिले फिलहाल चाहिँ डिसिसन आएको छ। पहिला चाहिँ मैले रुख काट्नु पनि दिएको थिएन यो मुनिको रुखहरू है। अब यस्तो यो जमिन पर पोस्टको त्यहाँ पनि छ, यो राङ्गाङ पारिपट्टि पनि छ। अन्त यो पोस्ट छ नि, यो पोस्टको उतापट्टि पनि छ हाम्रो जमिन, त्यहाँ पनि परेको छ। हेरेँ नि अब कति जमिन हाम्रो आदि नै सबै जमिन त्यो तारले नै वेस्ट भइसक्यो। अब बिचमा पोस्ट आयो, पोस्टको त केही छैन, कम्पनसेट गरेको हो, म केही भन्नु छैन। तारको मुन्जी जुन छ नि सबसे पोस्टभन्दा बेसी चाहिँ यो तारले वेस्ट गर्दा चाहिँ जमिन हेर्नु त मुनि कति चाहिँ छ। अब यो यतना ब्रेड चाहिँ 35 फिट भन्यो भने लम्बा हेर्नु 100 फिट जस्तो छ। अब यहीँको मात्रै यो प्लटको मात्रै तल राङराङको माथि चाँदेकै घरकै छेउको हेर्दा त निकै वेस्ट भयो नि। अब हामीले चाहिँ ट्राई त गऱ्यो तर अब हुनु सक्दैन अरे। अन्त अस्ति गएर अब अस्ति सम्मान आएको थियो म्याजिस्ट्रेटबाट। हामीले रुख काट्नु दिएको थियो नि त। मैले इभन यो रुख काटिसहित फेरि रोपिदिएकै मैले जानी अब पहिला भन्दा त कसले सुनेन हाम्रो होइन। अन्त रोपेपछि जब तार छुनु आँट्यो नि त तब त मान्छे आफै खोज्दै आउँछ नि त। अब यो मैले आफ्नै लजिक लगाएको। तार छुनु आँट्दा चाहिँ आउँछ खोज्नु काट्नु। अन्त हिजोअस्ति त्यही प्लानले आएको थियो है। त्यतिखेर सल्लाह भयो। अब हामी त केही भन्ने बाटै छैन। अब उनीहरूले ललाई च्यालेन्ज गर्नु भन्दैछ होइन। अब यहाँ म्याजिस्ट्रेट त सक्दैन भने हात उठाइदिनु भयो। अब कोर्टमा च्यालेन्ज गर्नु भन्दैछ। अब हुन त अब टिपिटिएललाई च्यालेन्ज गर्नुपर्छ तर अलिक सजिलो छैन। तर गरौँला बिस्तारै बिस्तारै होइन। अहिले चाहिँ बस यो भन्नु मात्रै। यो चाहिँ कसले हेरिदिने कि यत्रो जमिन वेस्ट हुन्छ हाम्रो मुनिको। यो हेऱ्यो भने जिरो भ्याल्यु। यसको मुनि केही गर्नु हुँदैन, केही हुँदैन। तारको यो 400 kV को अन्त यहाँ च्याटाटाटा आवाज आउँछ यहाँनिर। राम्रो पानी पर्दा हिँड्नु पनि साह्रो छ। यो हुने रुखहरू छ। अब रुख काट्नु आउँछ भनेको छ। अब अस्ति हामीले नकाट्नु भन्दा नि अब उनीहरूले एसडिएम सरले काट्नुपर्छ। अब लमा छ उनीहरूले अब लको लागि जानु सक्दैन भन्नुभयो। ठिकै अब यो एक्ट बन्नेको होला पहिल्यै नै होइन। अब सरहरू पनि लागि जानु सक्दैन। अब जे छ ल त्यही हो। अब यो ललाई चेन्ज गरेछ। अब कसले चाहिँ बुझिदिने क्या। यत्रो जमिन वेस्ट हुँदैछ। मेरो मात्रै होइन, हाम्रो मात्रै होइन,
यस्तो अगाडिहरू कतिजनाको हुँदैछ। अब यो सिक्किमभित्र हेऱ्यो भने त सिक्किम बाहिर हेऱ्यो भने त यो यहाँ रिङदाङदेखि लिएर किसनगञ्जसम्म छ होइन। भित्रको बोलेको छ के खोजेको छ या छैन। मैले चाहिँ निकै सालदेखि चाहिँ ट्राई कोसिस गरेँ तर सकिनँ। दाजु हार पनि मानेको छुइनँ। अब फर्दर पनि गर्छु होला के अब हेरौँ। अब कोर्टमा च्यालेन्ज गर्नु पऱ्यो पनि गरौँला। अब ट्राई चाहिँ गर्दा चाहिँ केही जान्दैन भन्छ नि त। अब मन पनि दुख्छ नि त कि यत्रो जमिन बिग्रिन्छ है। तारको पहिला भनेन नि त बरु तारको पनि पहिला जमिनले कम्पन्सेट गरेको हामी केही भन्नु सक्थेन होला। कम्ती नै गरेको पनि पहिला पोस्टको पनि कम्ती नै गर्यो। फर्स्ट लटले पर्दा कम्ती नै पऱ्यो होइन। उँधोको त फाल्टो कुरा कति गरेँ केही याद छैन। हाम्रो लटमा कम्ती नै पऱ्यो तर अहिले चाहिँ त्यो पोस्टले बेसी चाहिँ यो तारले बिगार्छ नि जमिन चाहिँ। यहाँदेखि त अब यहाँदेखि बााउन्ड्री पऱ्यो म जहाँ उभिएको छु नि। अब यहाँदेखि बााउन्ड्री पऱ्यो भने चाहिँ लो यत्रो बिग्रिन्छ है जमिन। अब यहाँ साइडमा हेर्नु कतिवटा साइड निस्किन्छ होला ऊ तलसम्म चाहिँ। अब 35 फिट यति लामो। यताको जमिन कति पनि रहेन। यताको जमिन कति पनि रहेन होइन। आधी जमिन त बिचैमा कुद्दा। अब यो प्लटको बिचैमा जमिन तारले कुद्दा त यो जमिन त वेस्ट जिरो भ्याली भयो। अब अन्त यो रुख छुनु आँटेको छ है। यो चाहिँ माफी रोपेको रोप्नु चाहिँ फेरि जानी रोपेको मैले पहिला काटिदिएको थियो। पहिला भन्दा फेरि उनीहरू कति मैले आवाज उठाउँदा पनि आएन कोही सोधखोज गर्दैन। अहिले अब रुख पलाएको छ आफै आएको छ मान्छे। अस्ति मलाई हामीलाई माथि कोर्टमा सम्मान गर्यो। यो चाहिँ मैले बोलाउनु लागि बाटोको लागि नै रोपेको। यत्रो ठुलो भइसक्यो रोपेर पनि कुरा कहिलेदेखि चल्यो। रुख यत्रो ठुलो तार छुनु आँटेको छ कि यो सिरियसले छुनु आँटेको छ। अब मैले तल पानी सासले पनि छुनु आँटेको छ। यो बिचमा पहिला काटिदिएको थिएँ फेरि रोपेको हो। यत्रो भइसक्यो। अब बस हुन्छ है त के हुँदैन। बस अब मैले भनि चाहिँ राखेको बोली चाहिँ राखेको। हुन त अब के गर्नु सक्छ होला। सानो कम्पनी होइन टिबिटिएल भन्ने होइन अल ओभर इन्डिया राज गरिरहेको होला। बट हाम्रो चाहिँ सानो हो तर हुनु चाहिँ अब भोलि सानै घाउ पनि ठुलो हुनसक्छ। हुनु चाहिँ अब कोसिस चाहिँ गर्दै गर्नुपर्छ। कोसिस चाहिँ गऱ्यौँ। यत्रो जमिन त वेस्ट त जानु भएन। अब वेस्ट गए पनि ट्राई चाहिँ गर्दै गर्नु पऱ्यो। पछि चाहिँ हट्नु भएन। त्यति नै हो।